तपाईँ को हो आत्मामा? तपाईँको परिचय के हो? अनि तपाईँ ख्रीष्टमा को हुनुहुन्छ भन्ने कुरा यदि तपाईँलाई पूर्ण थाहा छ भने चाहिँ तपाईँलाई प्रेममा हिँड्न, तपाईँलाई क्षमामा हिँड्न, तपाईँलाई सजिलो पर्छ। तर यदि तपाईँ आफैलाई नै चाहिँ म को हुँ आत्मामा? मलाई कस्तो बनाएको छ? मेरो परिचय के हो? म ख्रीष्टमा को हुँ? ख्रीष्ट को हुनुहुन्छ मेरो लागि भन्ने कुराहरू तपाईँले जान्नुभएको छैन भने चाहिँ तपाईँले संसारलाई हेर्नुहुन्छ अनि तपाईँले संसारलाई हेरेर तपाईँ निराश बन्नुहुन्छ अनि तपाईँले क्षमा दिने बेलामा तपाईँले क्षमा दिन सक्नुहुन्न। प्रेममा हिँड्ने बेलामा तपाईँले प्रेममा हिँड्न सक्नुहुन्न। तपाईँ स्वास्थ्यमा हिँड्नुपर्ने तपाईँ स्वास्थ्यमा हिँड्न सक्नुहुन्न। हरेक प्रकारका संसारिक कुराहरूले तपाईँलाई डाल्न संसारले तपाईँलाई इन्फ्लुएन्स गरिरहेका कुराहरू तपाईँले पाउनुहुन्छ। सो प्राण, आत्मा अनि शरीरका यो 3 कुराहरूले चाहिँ हामीहरूलाई चाहिँ के चाहिँ हक गर्छ भने कि हामीहरू आत्मामा को हौँ? अनि हामीहरू कुन प्रकारले हामीहरूलाई बनाएको छ भन्ने कुराहरू हामीहरूले जान्न सक्छौँ। सो दोस्रो चाहिँ कि शरीर र प्राणलाई चाहिँ हामीहरूले छुन सक्छौँ अनि आत्मालाई चाहिँ कुनै पनि प्राकृतिक कुराहरूले छुन सक्दैन। तेस्रो चाहिँ आत्मा, प्राण र शरीरको कुरालाई हामीले बुझ्यौँ भने त्यसले म आत्मामा को हुँ अनि मेरो परिचय के हो, ख्रीष्टमा म को हुँ भन्ने कुराहरू हामीले सजिलैसँग हामीले बुझ्न सक्दछौँ। अनि हामीहरूले यो कुराहरू चाहिँ हामीले शरीरमा हामीहरूले खोज्ने होइन, तर हामीहरूले चाहिँ परमेश्वरको वचनअनुसार नै हामीहरूले यो आत्मिकी कुराहरूलाई हामीले पत्ता लगाउन पर्छौँ अनि त्यो चाहिँ हाम्रो तेस्रो पोइन्ट हो। यहाँ के लेख्छ भने यो चाहिँ फोर्थ पोइन्ट हो। आत्मिक क्षेत्रलाई ठिकसँग हेर्नु वचनद्वारा मात्रै हामीहरूले जान्न सक्छौँ। भन्नुपर्दा तपाईँभित्र के भएको थियो त? तपाईँले प्रभु पाउँदाखेरि तपाईँको तपाईँले मुक्ति पाएको दिन, तपाईँले उद्धार र मुक्ति पाएको दिन तपाईँको आत्मामा के भएको थियो? के घटना घटेको थियो त? भनेर भन्नु चाहिँ त्यो जान्नुको लागि चाहिँ तपाईँले परमेश्वरको वचनलाई नै हेर्नपर्छ। अरू चाहिँ कुनै पनि उपाय छैन। अनि 5औँ चाहिँ परमेश्वरको वचन आत्मिकी ऐना हो भनेर हामीले सिकेका थियौँ है। कि जसरी तपाईँले आफ्नो अनुहारलाई होइन ऐनामा हेरेर ग्लासमा हेरेर म त यस्तो रहेछु भनेर तपाईँले ऐनालाई विश्वास गर्नुहुन्छ नि होइन। त्यस्तै गरिकन तपाईँले पनि परमेश्वरको वचनलाई जब तपाईँले पढ्नुहुन्छ तब त्यहाँ परमेश्वरको वचनले तपाईँ आत्मामा कस्तो हुनुहुन्छ भनेर त्यहाँ छर्लङ्ग प्रकारले त्यहाँ लेखिदिएको छ। ऐनालाई हेर्दाखेरि आफ्नो प्रतीक देखेको जस्तै तपाईँले तपाईँको नयाँ गरेर जन्मेको आत्मा पनि परमेश्वरको वचनले छर्लङ्ग त्यहाँ बताएको छ। त्यही कारणले गर्दाखेरि हामीहरूले परमेश्वरको वचनलाई भरोसा गर्नु, परमेश्वरको वचनलाई सिरोपर गर्नु चाहिँ हामीहरूलाई आवश्यक परेको कारणले चाहिँ किन भन्दाखेरि चाहिँ कि तपाईँ आत्मामा जस्तो हुनुहुन्छ त्यस्तै चाहिँ परमेश्वरको वचनले उल्लेख गरिदिएको छ। सो ऐनालाई हेरेर आफ्नो अनुहारको बारेमा विश्वास गरे जस्तै हामीहरूले आत्मामा पनि के हो म भन्ने कुराहरू परमेश्वरको वचनमा हेरेर हामीहरूले एक्सेप्ट गर्नुपर्ने हो। फलो फर मोर एन्ड आइल सी यू अगेन।